ओके हालेलुया। जब प्रभुको आराधना हामी गर्छौँ यो कुरा तपाईँ र मैले हृदयमा बोक्नुपर्छ कि तपाईँ र मेरो आराधना अथवा तपाईँ र मैले गर्ने आराधना परमेश्वर प्रतिको अथवा उहाँले गर्नुभएको असल कुरा प्रतिको तपाईँ र मेरो प्रतिक्रिया हो। इट्स अ रेस्पोन्स, प्रतिक्रिया हो। परमेश्वरले गर्नुभएका हरेक असल कुराको निम्ति हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। यो कुनै धार्मिक रीति पछ्याउनु पर्ने कुनै कर्म होइन, तर येशू वास्तवमै तपाईँको जीवनमा उहाँले काम गर्नुभएको छ, उहाँलाई तपाईँले चिन्नुभएको छ, उहाँको अनुग्रहलाई तपाईँले थाहा गर्नुभएको छ, उहाँको अनुग्रहमा तपाईँ जिउनु भएको छ भने तपाईँको हृदय सधैँ उहाँप्रति कृतज्ञताले भरिन्छ। त्यो तपाईँ र मेरो प्रतिक्रिया हो। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। जीवित नि महान प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यस बिहानीको निम्ति, समयको निम्ति, तपाईँको उपस्थितिको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ। जस्तै प्रभु हामी आफ्नो हृदय हामी खोल्दछौँ, हातहरू तपाईँतर्फ उचाल्दछौँ, हाम्रो आँखा नजर तपाईँमा लगाउँदछौँ, तपाईँले गर्नुभएको हरेक असल कुराहरूको वर्णन हृदयको अन्तस्करणबाट बाहिर हामी अभिव्यक्त गर्दछौँ। स्वर्गले त्यसलाई सधैँ ग्रहण गर्दछ। धन्यवाद दिन्छौँ यो अद्भुत अलौकिक सम्बन्धको निम्ति अनि विशेष अवसरको निम्ति हामी धन्यवाद दिन्छौँ। तपाईँले दिनुभएको उत्तराधिकारको निम्ति जहाँ हामी तपाईँका सन्तान बनाइएका छौँ। हामी परदेशीहरू होइनौँ, हामी अपरिचित होइनौँ, तर तपाईँ हामीलाई चिन्नुहुन्छ अनि हामी तपाईँलाई चिन्दछौँ। तपाईँसँग हाम्रो सम्बन्ध छ अनि तपाईँको हामीसँग सम्बन्ध छ। तपाईँ हामी एक एकको जीवनमा तपाईँ चाख राख्नुहुन्छ। तपाईँ सधैँ हाम्रो बारेमा विचार गर्नुहुन्छ। हामी धन्यवाद दिन्छौँ प्रभु। जस्तै हामी वचनलाई सुन्दछौँ, म प्रार्थना गर्छु हाम्रा हृदयका आँखाहरू खुला भएका हुन्। हामी केवल सुन्ने मात्र भएर आफैलाई धोका दिने विश्वासी नबनेका हौँ। म प्रार्थना गर्छु कि प्रभु वचनको रहस्य आज खुला भएको होस्। वचनलाई हामीले पक्रिएका हौँ र जुन जीवन, जुन नाप र जुन उचाइमा, जुन प्रभावमा तपाईँले जिउनको निम्ति हामीलाई बोलाउनु भएको छ, आज्ञा दिनुभएको छ, आदेश दिनुभएको छ, त्यही तहमा, त्यही नापमा हामीले जीवन जिएका हौँ, ताकि तपाईँले हाम्रो निम्ति उपलब्ध गराउनुभएको हरेक सुविधाहरू, वचनमा दिनुभएको हरेक अधिकार र शक्तिलाई प्रयोग गरेर हामीले प्रभुत्व गरेका हौँ। अनि त्यो जीवन केवल हामी मात्र सीमित नभएको होस्, तर त्यो जीवन हामीले अरू मानिसहरूसँग बाँडेका हौँ। अन्धकारमा भएका मानिसहरूलाई उज्यालोमा हामीले डोर्याएका हौँ, किनभने त्यसको निम्ति तपाईँले हामीलाई यस ठाउँमा राख्नु भएको छ। आफ्नो निम्ति मात्र जीवन जिउने होइन, तर जीवनहरूलाई बाँड्नको निम्ति तपाईँले हामीलाई आज्ञा दिनुभएको छ। धन्यवाद दिन्छौँ येशू प्रभुको नाउँमा, आमेन। आज बिहानी म तपाईँसँग त्यस्तो केही कुरा गर्न चाहन्छु जुन कुरा हामी सबैलाई थाहा छ, तर त्यसको पूर्ण बुझाइ नहुन पनि सक्छ। धेरै विश्वासीहरू प्रभु येशू ख्रीष्टलाई विश्वास गरिसके पश्चात पनि हारपूर्ण जीवन जिरहेका छन्। अथवा धेरै विश्वासीहरू येशू ख्रीष्टलाई विश्वास गरिसकेपछि अथवा उनीहरूले वचन पनि सुन्छन्, तर जब जीवन जिउँदछन्, जीवनका अप्ठ्याराहरू, जीवनका सङ्घर्षहरू, अवस्था र परिस्थितिहरूलाई आफूमाथि हावी हुने अनुमति दिएर जीवन जिरहेका हुन्छन्। प्रभुको इच्छा यस्तै होला, प्रभुले चाहनुभयो भने परिवर्तन हुन्छ होला भन्ने बुझाइ, मनसाय, अभिप्राय, अपेक्षाले जीवन जिरहेका छन्। तर प्रभुले तपाईँ र मलाई त्यसरी जीवन जिउनको निम्ति बोलाउनु भएको होइन। प्रभुले त तपाईँ र मलाई अद्भुत अधिकार र शक्तिले पूर्ण जीवन दिनुभएको छ। के विश्वास गर्नुहुन्छ तपाईँ? 2-4 जना मात्र विश्वास गर्नुहुन्छ? ओके, 4-5 जना मात्र विश्वास गर्नुहुँदो रहेछ। ओके, 10-12 जना मात्र विश्वास गर्नुहुँदो रहेछ। आमेन। तपाईँ र मैले बुझ्नुपर्ने कुरा यही छ कि येशू ख्रीष्टले तपाईँ र मेरो प्रधान मुख्य शत्रुलाई पराजित गरिसक्नु भएको छ। आमेन। उहाँले त्यसलाई पराजित मात्र गर्नुभएको छैन, तर उहाँले त्यसलाई निशस्त्र गरिसक्नु भएको छ। उहाँले त्यसलाई नाङ्गेझार पारिसक्नु भएको छ। त्यसको अधिकार र शक्तिलाई उहाँले निमिट्यान्न पारिसक्नु भएको छ। दुष्ट वास्तविक छ, शैतान वास्तविक छ,
र त्यसले कसरी काम गर्छ भन्ने कुरा तपाईँ र मैले थाहा पाउनुपर्छ। वी निड टु नो, हामीले जान्नुपर्छ त्यसका युक्तिहरू, त्यसका रणनीतिहरूलाई तपाईँ र मैले थाहा पाउनुपर्छ। तर त्यो थाहा पाउँदा पाउँदै तपाईँ र म रात दिन, दिनको 24 घन्टा, हप्ताको 7 दिन, वर्षको 365 दिन त्यसकै सोच र विचारद्वारा थिचिएर जीवन जिउन सक्दैनौँ। दोस्रो कोरिन्थी 2:11 पावलले यसरी भन्छन्, ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूको विषयमा हामी अजान छैनौँ। वी नो, हामीलाई थाहा छ त्यसका युक्तिहरू, हामीलाई थाहा छ। तर थाहा हुँदा हुँदै पनि शैतानले हामीलाई फसाउन सक्छ, किनभने फसाउन नपाओस्। त्यसकारण आफ्नो जीवनमा तपाईँले शैतानलाई कहिले पनि महिमित बनाउने काम नगर्नुहोस्, न त त्यसका कामलाई तपाईँले ठुलो बनाउने काम नै गर्नुहोस्। यो कुरा याद गर्नुहोस् कि तपाईँ रात दिन दुष्ट शैतानमा आफ्नो ध्यान राखेर जिउन सक्नुहुन्न। कतिजना विश्वासीहरू रात दिन त्यसकै बारेमा मात्र ध्यान दिन्छन्। तर यो कुरा याद गर्नुहोस्, तपाईँ जति धेरै त्यसका काममा, त्यसका कुराहरूमा, त्यसका क्रियाकलापमा ध्यान दिनुहुन्छ, तपाईँले त्यसलाई नजानी अजानमा महिमित बनाउँदै हुनुहुन्छ। जति धेरै तपाईँ त्यसको बारेमा कुरा गर्नुहुन्छ, तपाईँले त्यसलाई त्यति नै धेरै महिमित बनाउँछ। अनि धेरै विश्वासीहरूको समस्या यही छ, उनीहरू परमेश्वरको भलोपनको भन्दा पनि ज्यादा दुष्टको दुष्ट्याइको कामको बारेमा चर्चा गर्छन्। अनि जसै तपाईँले त्यो गर्नुहुन्छ, तपाईँले त्यसलाई महिमित बनाउनुहुन्छ। अनि धेरै विश्वासीहरू अनावश्यक रूपमा दुष्टलाई जस दिइरहेका हुन्छन्। येशू ख्रीष्टको बारेमा कुरा गर्नुभन्दा पनि ज्यादा तिनीहरू दुष्टको बारेमा कुरा गर्छन्, आफ्नो अवस्था र परिस्थितिको बारेमा कुरा गर्छन्। येशू ख्रीष्टले दिनुभएको प्रतिज्ञा र उहाँको वचनको कुरा भन्दा पनि ज्यादा दुष्टले ल्याएका आपद विपद र समस्याको बारेमा विश्वासीहरू चर्चा गर्छन्। अनि कहिलेकाहीँ हामीलाई लाग्छ हाम्रो अवस्था मानिसहरूलाई बतायो भने हुनसक्छ मानिसहरू हामीप्रति दयालु हुन्छन् होला, अथवा उसको ध्यान पाउँछ होला। तर याद गर्नुहोस्, तपाईँ र म त्यसरी जीवन जिउनको निम्ति बनाइएकै होइनौँ। अनि त्यो कुराले परमेश्वरलाई कहिले पनि महिमा दिँदैन। अब त्यो भन्दै गर्दा तपाईँका समस्याहरूको बारेमा मानिसलाई नबताउनु भन्न खोजेको पनि होइन, तर त्यो बताउँदै गर्दा त बताउनु पछाडिको अभिप्राय के हो? कि त्यो अवस्थामा तपाईँ परमेश्वरलाई काम गरेको देख्न चाहनुहुन्छ, कि त्यो अवस्था मानिसलाई बताएर मान्छेहरूको दया र ध्यान तपाईँतर्फ खिच्न चाहनुहुन्छ? अनि यो छुट्याउने जिम्मेवारी तपाईँको हो। अनि मानिसहरू परमेश्वरको प्रतिज्ञा भन्दा पनि ज्यादा दुष्टको कामको बारेमा कुरा गर्छन्। उनीहरूलाई सुरक्षित राख्ने परमेश्वरको वचनमा विश्वास गर्नुभन्दा पनि धेरै विश्वासीहरू दुष्टको शक्तिसँग डराउँछन्। अबुई, अनि नजानिदो प्रकारले मानिसले दुष्टको कामलाई ठुलो बनाउने काम गरिरहेका हुन्छन्। यो कुरा याद गर्नु, शत्रुलाई सधैँ तपाईँको ध्यान मनपर्छ, किन ऊ चाहिँ ध्यान खोज्ने मानिस, एटेन्सन सिकर भन्छ नि, जहाँ सेन्टर अफ अट्र्याक्सन उनी हुनुपर्छ, कि सबै ध्यानको केन्द्र उनी हुनुपर्छ। नि शैतान तपाईँ र मेरो ध्यान उतर्फ आकर्षित गर्न चाहन्छ। अनि जति धेरै तपाईँ र मेरो ध्यान त्यसतर्फ हुन्छ, यो कुरा याद गर्नुहोस्, त्यसले तपाईँ र ममा डर प्रयोग गर्छ र त्यसको डर तपाईँ र ममाथि हावी हुन लाग्दछ। यो कुरा याद गर्नुहोस्, दुष्ट अनि त्यो डरमा नै मौलाउँछ, त्यो डरमा नै त्यसले काम गर्छ। अनि दुष्टले काम गर्ने महत्त्वपूर्ण हतियारमध्ये एउटा हो डर। तपाईँको अवस्थाहरूको बारेमा त्यसले तपाईँलाई बताउँदछ, अनि त्यसले तपाईँमा विश्वास निर्माण गर्दैन, तर त्यसले तपाईँमा डर निर्माण गर्दछ। अब दुष्टको रणनीति के हो? तपाईँलाई आक्रमण गर्नु मात्र होइन, तपाईँलाई डरमा जीवन जिउन बाध्य बनाउनु मात्र होइन, तर त्यसको उद्देश्य तपाईँको सोच र विचारलाई नियन्त्रण गर्नु हो। यदि दुष्टले तपाईँको सोच र विचारलाई नियन्त्रण गर्न सक्छ भने त्यसले तपाईँको सम्पूर्ण जीवनलाई, त्यसलाई जता मन लाग्यो त्यतैतर्फ त्यसले चलाउनेछ। कस्तो किसिमको सोच विचार तपाईँ आफ्नो मनमा खेलाउनुहुन्छ, कस्तो किसिमको सोच विचारमा तपाईँ जीवन जिउनुहुन्छ, त्यसले केवल डर मात्र प्रयोग गर्दैन, त्यसले केवल तपाईँलाई आक्रमण मात्र गर्न चाहँदैन, तर त्यसले तपाईँको सोच र विचारलाई नियन्त्रण गर्न चाहन्छ। यदि तपाईँको सोच र विचार, तपाईँको मन यदि त्यसको नियन्त्रणमा गयो भने याद गर्नुहोस्, तपाईँको जीवनलाई त्यसले भत्ताभुङ्ग पार्नेछ। तपाईँ मण्डली आउनु होला,
वचन पनि अध्ययन गर्नु होला। तर यदि तपाईँले आफ्नो मनलाई दैनिक रूपमा वचनले नवीकरण गर्नुहुन्न भने नियन्त्रण त्यसको हातमा जानेछ। त्यसले तपाईँलाई जित्नको निम्ति हरदम प्रयास गर्नेछ। तर यदि त्यसले तपाईँलाई जित्न सकेन भने त्यसले तपाईँलाई विचलित बनाउने कोसिस गर्नेछ। त्यसले तपाईँलाई स्थिर रहन दिने छैन। यसकारण त्यसले जति सक्नुहुन्छ त्यसले तपाईँको ध्यान त्यसतर्फ खिच्नको निम्ति धेरै नै कोसिस गर्नेछ, ताकि तपाईँले कहिले पनि परमेश्वरको वचनमा ध्यान नै नदिनु भएको होस्। अनि प्राय विश्वासीहरूको सङ्घर्ष यही हो। प्राय विश्वासीहरूको सङ्घर्ष यही हो। ध्यान दिएर सुन्नुहोस्, उनीहरू वचनलाई प्रेम गर्छन्, उनीहरू वचन अध्ययन गर्न चाहन्छन्, मण्डलीमा आउँछन्। अहिले हामी यहाँ छौँ अनि प्रभुको उपस्थितिले हामीलाई भर्नुहुन्छ अनि हाम्रो हृदय कोमल हुन्छ, किनभने आराधनामा हृदय पग्लिन्छ। अनि जस्तै हामी यहाँ आउँछौँ, म वास्तविक भन्दैछु तपाईँलाई, एकदम वास्तविक कुरा। तपाईँ सहमति हुनुपर्छ भन्ने छैन, तर वास्तविक कुरा भन्दैछु नि। प्रभु जब बोल्नुहुन्छ हाम्रो हृदयलाई उहाँले परिवर्तन गर्नुहुन्छ। अनि तपाईँले भन्नुहुन्छ जस्तै यस ठाउँबाट म जानेछु, यो हप्ता जसरी हुन्छ म वचन पढ्नेछु, म प्रार्थनामा समय बिताउने। जसै हप्ता सुरु हुन्छ, याद गर्नुहोस्, तपाईँको हप्ता न त तपाईँले वचन पढे बिताउनुहुन्छ, न त तपाईँले प्रार्थना गरी बिताउनुहुन्छ। म ठिकै भन्दैछु कि झुट बोल्दैछु म? अनि हामी त्यहाँ हार्छौँ। हामी केवल यस ठाउँमा मात्र विजयी जीवन जिउनको निम्ति बोलाइएका होइनौँ। वास्तविक युद्ध बाहिर छ। वास्तविक युद्ध तपाईँको घरमा छ, तपाईँको श्रीमान श्रीमती परिवारसँग भनेको चाहिँ आत्मिक युद्ध तपाईँको काम गर्ने ठाउँमा छ। तपाईँ जहाँ काम गर्नुहुन्छ त्यहाँ छ, परीक्षा त्यहाँ छ, अभिलाषा त्यहाँ छ, सङ्घर्ष त्यहाँ छ। यो ठाउँ त असल ठाउँ छ, किन यो ठाउँ हामीले प्रभुको आराधना गर्ने निम्ति अलग गरेका ठाउँ। हामी एकसाथ उहाँको नाउँमा भेला हुन्छौँ, उहाँ आउनुहुन्छ। तर तपाईँले जे पाउनुहुन्छ त्यसलाई हप्तैभरि त्यससँग जिउनुहोस्। यदि तपाईँले जिउनुहुन्छ भने तपाईँ जयवन्त बन्नुहुनेछ। आमेन। दुष्ट तपाईँमाथि प्रभावकारी त प्रबल हुन पाउने छैन। सबैभन्दा बहुमूल्य र महत्त्वपूर्ण कुरा, तपाईँको जीवनको केन्द्र शैतान होइन तर येशू हुनुहुन्छ। महत्त्वपूर्ण कुरा, हि इज द सेन्टर अफ यर लाइफ। तपाईँको प्राथमिकतामा उहाँ हुनुहुन्छ। तर यदि तपाईँले परमेश्वर कस्तो हुनुहुन्छ, येशू ख्रीष्ट कस्तो हुनुहुन्छ भने तपाईँले चिन्नु भएको छैन, बुझ्नु भएको छैन, थाहा पाउनु भएको छैन भने तपाईँ सजिलै छलमा पर्नुहुनेछ, तपाईँ सजिलै धोकामा पर्नुहुनेछ। तपाईँको निम्ति येशू को हुनुहुन्छ, तपाईँले उहाँलाई कसरी चिन्नु भएको छ, बुझ्नु भएको छ। यदि तपाईँले येशू ख्रीष्टको हृदयलाई बुझ्नु भएको छैन भने दुष्टले तपाईँलाई सधैँ धोकामा राख्नेछ, तपाईँ सधैँ छलमा पर्नुहुनेछ अनि तपाईँ सधैँ पराजित जीवन नै जिउनुहुनेछ। भले तपाईँले येशू ख्रीष्टलाई विश्वास गर्नुभएको होस्, तर यदि तपाईँले उहाँको हृदयलाई बुझ्नु भएको छैन भने तपाईँ पराजित नै जीवन जिउनुहुनेछ। कारण तपाईँको मुख्य शत्रुलाई तपाईँ र मैले चिन्नै पर्छ। रात दिन त्यसै त कुस्ती त लड्दैनौँ तपाईँ र म, त्यसकै ध्यानले त्यसकै बारेमा विचार गरेर तपाईँ र म जिउनको निम्ति बनाएका होइनौँ। यदि रात दिन त्यसकै बारेमा सोध्छ भने तपाईँ र म एकदम सीमित हुन्छ। त्यो त हारिसकेको छ, भन्नुहोस् त, त्यो हारिसकेको छ। कारण उहाँको हृदयलाई चिन्नु अति नै महत्त्वपूर्ण छ, येशू ख्रीष्टको हृदयलाई। तर जब दुष्टको कुरा गर्छौँ, शैतान चोर हो, भन्नुहोस् त, शैतान चोर हो। ओके, तपाईँलाई कसैलाई त चोर होस् भने तपाईँलाई के हुन्छ? हजुर हजुर, ओके, त्यसलाई रिस उठाइदिनुहोस् त एकचोटि। खबर रिस उठाइदिनुहोस् त्यसलाई। कस्तो मिठो भन्नु, अलि हेपेर भन्नु न, अझै हेपेर भन्नुहोस् त्यसलाई, अझै हेपेर भन्नुहोस्। शैतान चोर नभए शैतान त चोर होस् भन्नु न। त्यसलाई अलिक व्यक्तिगत बनाउनुहोस् है त्यसलाई। ओके, त्यसलाई के बनाउनुहोस् अलिकति व्यक्तिगत। त्यसलाई सम्मानजनक शब्द प्रयोग नगर्नुहोस्। शैतान तपाईँ चोर हुनुहुन्छ न, त्यो चोर हो। तपाईँको सम्मानजनक शब्दको त्यो योग्य नै छैन। आमेन आमेन आमेन। शैतान के हो? चोर हो। यूहन्ना 10:10 येशू ख्रीष्टले भन्नुहुन्छ, चोर त चोर्न, मार्न र नाश पार्न आउँछ, तर म त तिनीहरूले जीवन पाउन्, त्यो पनि भने के हो? त्यही जीवन प्रशस्त मात्रामा पाउन् भन्ने उद्देश्यले आए। येशू ख्रीष्ट जीवन दिन आउनु भएको, प्रशस्तताको जीवन। तर चोर त चोर्नको निम्ति आएको। परमेश्वर प्रेमिलो हुनुहुन्छ, तर शैतान सधैँ दुष्ट छ र त्यसले सधैँ छल गर्दछ। परमेश्वरले जीवन दिनुहुन्छ भने दुष्टले मृत्यु ल्याउँदछ। परमेश्वरले दिनुहुन्छ भने शैतानले लुट्दछ, शैतानले चोर्दछ।
त्यसले तपाईँको आनन्द चोर्दछ, त्यसले तपाईँको शान्ति चोर्दछ। शैतानले विनाश गर्छ भने परमेश्वरले निर्माण गर्नुहुन्छ। परमेश्वर सधैँ सत्य हुनुहुन्छ भने शैतान सधैँ झुटो छ। किन शैतान झुटको पिता। योहन्ना 8 अध्यायको 44 र 45 मा येशू ख्रीष्ट यसरी भन्छ, त्यो त सुरुदेखि नै हत्यारा थियो। भन्नुहोस् त शैतान त हत्यारा होस्। अलि रिसले भन्नुहोस् न, ओके, त हत्यारा होस्। त्यो त सुरुदेखि हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन। त्यसले परमेश्वरको वचनलाई आदर गर्दैन, त्यसले परमेश्वरको वचनलाई घृणा गर्दछ। किनभने येशू ख्रीष्टले भन्नुभएको छ सत्यतासँग त्यसको केही वास्तै छैन त्यसलाई, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झुट बोल्दछ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झुट हो र झुटको पिता हो। म सत्य बोल्दछु र तिमीहरू मलाई विश्वास गर्दैनौ। त्यसले तपाईँ हाम्रो के भन्छ अहिलेको समस्या हो। अहिले मण्डलीमा आइराख्ने विश्वासीहरू हाम्रो निम्ति, धेरै विश्वासीको निम्ति परमेश्वरको वचनको सत्यता भन्दा पनि ज्यादा धेरै विश्वासीको जीवनमा शैतानको झुट प्रबल भएको छ। शैतानको झुटलाई उनीहरू पत्यार गर्न, विश्वास गर्न सङ्घर्ष गर्दैनन् जति परमेश्वरको वचनको सत्यतालाई विश्वास गर्नको निम्ति विश्वासीहरू सङ्घर्ष गर्छन्। शरीरमा कुनै रोग बिमार देखियो, ओके ठिकै छ, डक्टरको रिपोर्ट र ल्याबको रिपोर्टमा हामी ज्यादा विश्वास गर्छौँ परमेश्वरको वचनमा विश्वास गर्नुभन्दा पनि ज्यादा। त्यसको झुटलाई हामी पत्यार गर्छौँ, त्यसको छलमा हामी पर्दछौँ। त्यो दोष लगाउने हो। त्यसले जहिले पनि तपाईँ र मलाई दोष लगाउँदछ। प्रकाश 12 अध्यायको 10 मा लेखेको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ त्यो तल फ्याँकिएको छ। कुनै पनि दोषी भावना प्रभुबाट आउँदैन। उहाँले तपाईँ र मलाई दोष्याउनुहुन्न, उहाँले तपाईँ र मलाई महसुस गराउनुहुन्छ। भन्नुहोस् त, उहाँले मलाई महसुस गराउनुहुन्छ। अब महसुस गराउनु र दोष्याउनु बिच ठुलो भिन्नता छ। उहाँले तपाईँ र मलाई, तपाईँ र मैले गलत गरिरहेका छौँ भने उहाँले तपाईँलाई जहिले पनि तपाईँ र मलाई के गर्नुहुन्छ, उहाँले महसुस गराउनुहुन्छ कि तपाईँ र मैले गलत गरिरहेका छौँ। तर दोष्याउने काम परमेश्वरले गर्नुहुन्न। दुष्टले तपाईँलाई सधैँ दोष लगाउँदछ अनि त्यसले तपाईँलाई लाज र दोषी भावना सधैँ राख्न चाहन्छ, ताकि परमेश्वरले दिनुभएको विजयमा तपाईँ कहिले पनि जीवन जिउन नसक्नु भएको स्वतन्त्र भएर। यो कुरा जान्नुहोस् कि परमेश्वर तपाईँले सोच्नु भएको भन्दा पनि धेरै असल र भलो हुनुहुन्छ। तपाईँलाई लाग्छ होला कि परमेश्वर, तपाईँ भन्नुहुन्छ प्रभु भलो हुनुहुन्छ, तर यदि मैले तपाईँलाई प्रश्न गरेँ भने के तपाईँ जवाब दिनु कति भलो हुनुहुन्छ, उहाँ कति असल हुनुहुन्छ? के तपाईँ त्यसको व्याख्या गर्न सक्नुहुन्छ? के तपाईँले त्यसलाई शब्दहरूमा त्यसलाई अभिव्यक्त गर्न सक्नु? अवश्य पनि हामी सक्दैनौँ। त्यस कारण तपाईँ र मैले सोचेको भन्दा, तपाईँ र मैले व्याख्या गर्न सक्ने भन्दा धेरै असल परमेश्वर हुनुहुन्छ। यदि हामीले उहाँको हृदयलाई बुझ्दैनौँ, उहाँ को हुनुहुन्छ भन्ने कुरालाई त्यही तपाईँ र त्यसको प्रकाश नै तपाईँ र मसँग छैन भने तपाईँ र म सधैँ दुष्टको छल र धोकामा जिरहेका हुन्छ। यदि तपाईँ र म दुष्टको छल र धोकामा जीवन जिरहेको भने तपाईँ र म कहिले पनि विजयी जीवन जिउन सक्दैनौँ। तपाईँ र म सधैँ हारपूर्ण जीवन जिरहेका हुँदछौँ। शैतान तपाईँको परम शत्रु हो र त्यो सधैँ तपाईँको विरुद्धमा छ। अब यसको अर्थ यो हो कि तपाईँले त्यसको सामना गर्नुहुनेछ। तपाईँले त्यसको के गर्नुहुनेछ? सामना गर्नुहुनेछ। त्यसले तपाईँलाई छल गर्ने, तपाईँलाई धोका दिने र त्यसको झुट पत्यार गराउनको निम्ति, गर्ने बनाउनको निम्ति सक्दो सबै प्रयत्न गर्नेछ। के तपाईँ कहिले सोच विचारसँग युद्ध लड्नुहुन्छ? जब तपाईँ वचनलाई हेर्नुहुन्छ तपाईँ लाग्छ वचनै सत्य हो, अनि जब तपाईँ वचनबाट टाढा हुनुहुन्छ अनि विभिन्न किसिमका सोच विचार तपाईँमा आउँछ, म मर्छु होला, मेरो अवस्था कहिले पनि परिवर्तन हुँदैनन् होला। तपाईँ जति परमेश्वरको वचनबाट आफूलाई टाढा राख्नुहुन्छ उहाँको उपस्थितिबाट, अनि जे कुरा वास्तविक छैन त्यही सोच विचारले तपाईँको निम्ति वास्तविक बन्न सुरु गर्दछ। तपाईँ को हुनुहुन्छ? तपाईँको निम्ति प्रभु को हुनुहुन्छ? येशू को हुनुहुन्छ? त्यसको प्रकाश तपाईँसँग भएको हुनुपर्छ। येशू तपाईँमा, तपाईँको को हुनुहुन्छ र उहाँले तपाईँलाई के दिनुभएको छ, तपाईँले त्यसको प्रकाश पाएकै हुनुपर्छ। यो कुरा याद गर्नुहोस्। यदि तपाईँलाई थाहा छैन भने तपाईँ त्यसमा जिउनु हुने छैन।
त्यसको फाइदा तपाईँले लिनुहुने छैन। तपाईँलाई थाहै छैन भने तपाईँ त्यसमा जिउनु नै छैन। यदि तपाईँले विश्वास गर्नुहुन्न भने तपाईँले त्यसलाई कहिले पनि प्रयोग गर्नुहुने छैन। प्रयोग गर्नको निम्ति तपाईँले विश्वास गरेकै हुनुपर्छ। जिउनको निम्ति तपाईँलाई येशू ख्रीष्टले तपाईँको निम्ति के उपलब्ध गराउनु भएको छ त्यो थाहा हुनैपर्छ। तपाईँलाई थाहा छैन भने तपाईँको निम्ति उपलब्ध त गराइएको छ, तर थाहा नभई तपाईँ जीवन जिउनु नै छ। त्यसकारण हामीसँग के छ, हामीलाई के दिएको छ भन्ने कुरा बुझ्नको निम्ति हामी सुरुवातमा जानुपर्छ, जहाँ परमेश्वरले मानिसलाई बनाउनु भयो र परमेश्वरले दिनुभएका परमेश्वरका सबै अधिकार र शक्ति र प्रभुत्वले मानिसलाई सुसज्जित गर्नुभयो, जुन प्रभुत्वलाई मानिसले गुमायो उत्पत्तिको पुस्तकमा। जब परमेश्वरले मानिसलाई बनाउनु भयो, परमेश्वरले मानिसलाई पीडित, घायल र सधैँ सङ्घर्षपूर्ण जीवन जिउनको निम्ति बनाउनु भएको होइन। यदि तपाईँले पतन अघिको मानिसको जीवनलाई हेर्नुहुन्छ भने उनीहरूको जीवनमा सङ्घर्ष थिएन, उनीहरू पीडित अवस्थामा थिएनन्, उनी पराजित जीवन जिइरहेका थिएनन्। तर जे कुरा परमेश्वरले, जुन प्रभुत्व, जुन अधिकार परमेश्वरले मानिसलाई दिनुभयो, ती सबै कुरा मानिसले गुमायो। अब अहिले पनि प्रभुले तपाईँ र मलाई पीडित, घायल र पराजित जीवन जिउनको निम्ति बनाउनु भएकै होइन। परमेश्वरको त्यो मूल उद्देश्य आज पनि त्यस्तै छ। त्यसमा कुनै पनि कुरा फेरबदल भएको छैन, अपरिवर्तनीय छ। कुनै पनि कुराले त्यसलाई बदल्न सक्दैन। आजको दिनमा पनि प्रभुले आफ्नो उद्देश्यलाई स्थिर राख्नु भएको छ। तर जब मानिसहरूले पाप गरे, परमेश्वरले दिनुभएको अधिकारलाई तिनीहरूले शैतानलाई सुम्पिदिए, बुझाइदिए र लिनुहोस् भनेर। जुन कुरा हामी लुका 4:6 देख्न सक्छौँ, जब येशू ख्रीष्टलाई शैतानले परीक्षा गरेको थियो, दियाबलोसले उहाँलाई यसो भन्दछ, म यो सारा अधिकार उनको यो गौरव तपाईँलाई दिनेछु, किनभने यी मलाई सुम्पिएका छन्। कसले सुम्पियो? मानिसले। यदि मानिसले उसले मानिसबाट खोसेर लिएको होइन, तर मानिसले सुम्पिएको। उसले त्यही भन्यो कि यी मलाई सुम्पिएका छन् अनि म जसलाई इच्छा गर्दछु त्यसलाई दिँदछु। तर यो कुरा याद गर्नुहोस्, जुन अधिकार शैतानसँग थियो, यो अधिकार शैतानको निहित थिएन, उसको अधिकार नै थिएन। तर आदम र हव्वाले शैतानलाई यो अधिकार र शक्ति सुम्पिएका थिए। आदम र हव्वाको अन्यकारिताले पाप, मृत्यु, श्राप र रोग बिमार ल्याएर मानिसलाई परमेश्वरदेखि अलग गरिदियो, सम्बन्धलाई बिगारिदियो। अनि मानिसले जुन अधिकार र प्रभुत्व परमेश्वरले उनलाई दिनुभएको थियो त्यसलाई गुमायो। अनि जहाँ मानिसले शासन गर्नुपर्ने थियो, राज्य गर्नुपर्ने थियो, अधिकार गर्नुपर्ने थियो, त्यही शत्रुले वैधानिक अधिकार प्राप्त गरेर शासन गर्न सुरु गर्यो। तर त्योभन्दा अगाडि केही पनि थिएन, त्यस्तो केही पनि थिएन। तर जब उनीहरूले शक्तिलाई सुम्पिदिए, दुष्ट त्यहाँ प्रबल हुन्छ। रोमी 5:17 यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भने त झन् बढी प्रशस्त अनुग्रह र धार्मिकताको सित्तैको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। हालेलुया। एउटै मानिसको अपराधले गर्दा मानिसमा मृत्यु फैल्यो भने, तर एउटै मानिस येशू ख्रीष्टद्वारा तपाईँ र मैले जीवनमा शासन गर्नेछौँ। अनि त्यो जीवन, यही जीवनमा स्वर्ग गइसके पश्चातको उहाँ कुरा येशू ख्रीष्टले यहाँ गरिराख्नु भएको छैन। आदमको असफलताले मृत्युलाई शासन गर्न दियो भने, तर येशूले पाउनुभएको विजयले तपाईँ र मलाई जीवनमा शासन गर्ने बनाएको छ। आमेन। तर फेरि म भन्न चाहन्छु, तर धेरै विश्वासीहरू त्यस्तो जीवन जिइराखेकै छैनन्। धेरैजना मानिसहरू, विश्वासीहरू सीमित जीवन जिइरहेका छन्। यदि तपाईँ ख्रीष्ट येशूमा हुनुहुन्छ भने तपाईँ राज्य गर्ने स्थानमा हुनुहुन्छ अहिले नै। मत्ती 28:18 येशू ख्रीष्ट यसो भन्छ, तब येशू तिनीहरूको आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। स्वर्ग र पृथ्वीमा समस्त अधिकार कसलाई दिएको छ? मलाई दिएको छ। तल उहाँले भन्छ, जाओ, यो अधिकारसहित म तिमीलाई पठाउँछु, सारा जातिका मानिसलाई सुसमाचार सुनाओ, चेला बनाओ, तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा दियो भने जे कुरा मैले तिमीहरूलाई सिकाएँ त्यही कुरा तिमीले तिनीहरूलाई गर्न सिका। कि अधिकार र त्यो शक्तिमा जसरी तिमीहरू जान्छौ, त्यो अधिकार र शक्ति केवल तिमीहरूको निम्ति मात्र नै थियो, सबैजनाको निम्ति हो।
आमेन। अनि यो अधिकार र शक्ति प्रभुले केवल निश्चित थोरै मानिसहरूको निम्ति मात्र अलग गरेर राख्नु भएको छैन, तर उहाँमा विश्वास गर्ने सबैको निम्ति अलग गरिदिनु भएको छ। कारण दुष्ट पहिले नै पराजित भइसकेको छ। भन्नुहोस् त, दुष्ट पराजित भइसकेको छ। आमेन। इट्स बिन डिफिटेड। गड डिसमेन्टल्ड हिम। त्यसलाई उहाँले छिन्न भिन्न पारिदिनु भयो। पुरा रूपमा उहाँले त्यसलाई परास्त गरिसक्नु भएको छ। कलसी 2 अध्याय मसँगै पल्टाउनुहोस्। कलसी 2 अध्याय 13 देखि 15 पद। तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानुनी दाबीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो। के बुझ्दै हुनुहुन्छ तपाईँले? रद्द गरिदिनु भयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र मलाई मनपर्ने हो, र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भयो। भन्नुहोस् त, तमासा बनाइदिनु भयो। तपाईँले घरमा केटाकेटा भन्नुहुन्छ नि, के तमासा देखाइरहेको? त्यही तमासा येशू ख्रीष्टले देखाइदिनु भयो खुल्लम खुल्ला रूपमा। त्यसको घोर बेइज्जत उहाँले गरिदिनु भयो कि उहाँले त्यसलाई पुरा रूपमा निशस्त्र पार्नुभयो। आमेन। निशस्त्र पुरा रूपमा। याद गर्नुहोस्, यो सबैभन्दा महत्त्वपूर्ण सत्य हो र यसलाई तपाईँ र मैले बुझेकै हुनुपर्छ, किनभने यो सम्पूर्ण इतिहासको केन्द्र हो। यदि येशू ख्रीष्टले त्यसलाई पुरा रूपमा परास्त नगर्नु भएको भए उहाँको जीवनमा तपाईँ र म सहभागी हुनै पाउने थिएनौँ। तर उहाँले शत्रुलाई निशस्त्र पारेर पुरा रूपमा उहाँले त्यसलाई पराजित गरिदिनु भयो। अनि याद गर्नुहोस्, शैतान चाहँदैन कि तपाईँले यो सत्यलाई बुझ्नु भएको होस्। अनि धेरै विश्वासीले बुझ्दैनन्, प्रभुकी इच्छा यस्तै होला, प्रभुकी इच्छा म यसरी मरोस् भन्ने होला, प्रभुकी इच्छा यस्तै होला। हामी धेरै प्रभुकी इच्छा खोज्दा खोज्दा नजानिदो प्रकारले दुष्टको इच्छामा जिरहेका हुन्छौँ। प्रभुकी इच्छा यस्तै होला, प्रभुले चाहनु भयो भने गर्नुहुन्छ होला, उहाँको समयमा। उहाँको समय कहिले आउँछ? हामीले गीत गाउँछ नि, आजको दिन उनले सृजेका, रमाउँदै जाउँ, खुसी मनाऊ र आनन्द मनाऊ। आजको दिन कसले सृजनु भएको? याद गर्नुहोस्, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने हरेक दिन उहाँको दिन हो। आमेन। यसका परमेश्वर समयको परमेश्वर चाहिँ गड अफ टाइमिङ, म विश्वास गर्छु उहाँले समयको। तर याद गर्नुहोस्, बाइबलले पनि भन्छ कि आज तिम्रो उद्धारको दिन हो। आमेन। भोलि होइन, तर कहिले? आज। भन्नुहोस् त, आज। अनि धेरै विश्वासी परमेश्वरको समयमा। तर याद गर्नुहोस्, उहाँले तपाईँलाई अधिकार र शक्ति दिनुभएको छ। कुनै एक दिन गएर तपाईँले कुनै दिन उहाँको समयमा त्यो जीवन पाउने, त्यो जीवन तपाईँ र मैले पाइसकेका छौँ। उहाँले उपलब्ध गरिसक्नु भएको छ। हामी धेरैजना पर्खाइमा छौँ त्यो दिन कहिले आउँछ भनेर। पख्ला एक दिन मेरो पनि दिन आउँछ। तपाईँको दिन आइसक्यो। तपाईँको छेउको साथमा तपाईँको दिन आइसक्यो भन्नुहोस्। आमेन। फेरि भन्नुहोस् अर्कोतिर, तपाईँको दिन आइसक्यो। अनि फेरि उहाँलाई भन्नुहोस्, मेरो पनि दिन आइसक्यो। आमेन। फेरि भन्नुहोस्, मेरो पनि दिन आइसक्यो। आमेन। जुन दिन तपाईँले आफ्नो जीवन उहाँलाई दिनुभयो, त्यो दिन तपाईँको त्यो समयमा तपाईँ जिउनु भएको छ पूर्ण विजयमा। आमेन। पूर्ण विजयमा। किन उहाँले त्यसलाई पुरा रूपमा पराजित गर्नुभयो। तर दुष्ट तपाईँले सत्य नथाहा पाओस् र नबुझोस् भनेर हर सम्भव भएसम्म भरमग्दुर त्यसले कोसिस गरिरहन्छ, प्रयास गर्दछ। अनि यो प्रयासमा त्यो दृढ छ। चाहेसम्म त्यसै तपाईँलाई छलमा राखिराख्न चाहन्छ। तेरो पापले गर्दा तँ यस्तो भएको होस्, फलानाले गर्दाखेरि यस्तो भएको, तेरो बाउलाई पनि यस्तो भएको, त्यस कारण तँलाई पनि यस्तै हुन्छ, तिम्रो परिवारको इतिहासमा यस्तो भएको छ, अब तेरो जीवन पनि त्यही हुन्छ। र याद, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने ती सबै श्रापबाट उहाँले तपाईँ र मलाई छुटकारा दिइसक्नु भएको छ। आमेन। यसकारण अनि फलानालाई जे भयो मलाई पनि त्यही हुन्छ भने स्वीकारमा जीवन जिउन बन्द गर्नुहोस्। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ नयाँ सृष्टि हुनुहुन्छ। आमेन। उहाँले तपाईँलाई नयाँ बनाउनु भएको छ। अनि धेरै जसो विश्वासले यही झुटमा जिउँछन्, फलानालाई जे भयो मलाई पनि त्यही हुन्छ। यो त हाम्रो परिवारको इतिहास हो। तर जुन दिन तपाईँ येशू ख्रिस्टमा आउनुभयो, त्यस परिवारको इतिहासलाई उहाँले उलट पुलट पारेर उहाँले तपाईँको नयाँ कथा लेखिसक्नु भएको छ। नयाँ कथा, तपाईँको नयाँ यात्रा र गन्तव्य उहाँले तय गरिदिनु भएको छ।
दुष्ट सधैँ विश्वासीलाई यस सत्यताबाट, कलेसी 2:13-14-15 यस सत्यताबाट विश्वासीलाई सधैँ अनभिज्ञ राख्न चाहन्छ कि तपाईँले यसलाई थाहै नपाउनु भएको होस्, किनभने यो सत्य उसको पराजय र तपाईँ र मेरो विजयको रहस्य हो कि उहाँले त्यसलाई निशस्त्र पारिसक्नु भयो। याद गर्नुहोस्, यदि उहाँले त्यसलाई निशस्त्र पारिसक्नु भयो भने फेरि उहाँले त्यसलाई पराजित गरिराख्नुपर्ने आवश्यकतै छैन। अस्ति हामी अब नेपाली फाइटरको युद्ध हेर्दै थियौँ, MMA फाइटर द रोड टु UFC हेर्दै थियौँ। अनि सेकेन्ड राउन्ड, पहिलो राउन्डमा त हार चोस लाग्यो थियो हाम्रो रविन्द्र दान, तर सेकेन्ड राउन्डमा उसले पराजित गरिदियो, नकआउट। त्यस्तै नकआउट येशू ख्रीष्टले शैतानलाई गरिसक्नु भएको छ। पहिलो राउन्डमा त्यो 12 राउन्डमा पुगेन थियो, उहाँको पहिलो पञ्च नै त्यसको निम्ति काफी थियो, पहिलो पञ्च नै काफी थियो। अब त्यहाँ रिम्याच हुने छैन, फेरि अर्को रिम्याच हुनेछ। उहाँले त्यसलाई पुरा रूपमा परास्त गरिसक्नु भने तपाईँ र मैले बुझ्नुपर्ने सत्यता यही हो। तपाईँ र म यही विजयमा जीवन जिउनको निम्ति प्रभुले तपाईँ र मलाई बोलाउनु भएको। तर धेरै विश्वासीहरू फेरि अर्को युद्धको पर्खाइमा छन्। अर्को युद्ध हुँदैन, उहाँले दुष्टलाई पुरा रूपमा तहस नहस पारिसक्नु भएको छ। आमेन। त्यो पुरा रूपमा त्यो हारिसकेको छ, पूर्ण विजय उहाँले पाइसक्नु भएको छ। यसकारण हामीले केवल नयाँ जन्म मात्र पाएका होइनौँ, तर ख्रीष्टसँगै तपाईँ र म जीवित पनि बनाइएका हौँ। सत्य यो कि उहाँले हामीलाई मृत्युबाट जीवनमा ल्याउनु भयो, उहाँले तपाईँ र मेरो पापको क्षमा दिनुभयो र उहाँको धार्मिकता उहाँले तपाईँ र मलाई दिनुभएको छ। आमेन। तपाईँ र मेरो पापलाई उहाँले लिनुभयो, उहाँको धार्मिकता उहाँले तपाईँ र मलाई दिनुभएको छ। यी सबै अमूल्य उपहारहरू हुन्, नयाँ जीवन, पाप क्षमा, धार्मिकता। तर तपाईँ र मेरो जीवन केवल यी कुराहरू मात्र सीमित छैन र तपाईँ र मैले आफ्नो जीवनलाई यी कुराहरू मात्र सीमित बनाउँदैन। कारण हामी केवल उहाँको आशिषको निम्ति मात्र होइन, तर हामी ख्रीष्टसँग हामी जिउँदछौँ। हामीले केवल उहाँको आशिष मात्र पाएका छैनौँ, तर तपाईँ र मैले ख्रीष्टलाई पाएका छौँ। हामी यसकारण उहाँबाट आउने आशिषले येशू ख्रीष्टलाई प्रतिस्थापन नगर्नुहोस्। मेरो कुरा बुझ्दै हुनुहुन्छ? धेरैजना विश्वासीहरूले आशिषलाई सबै कुरा बनाएका हुन्छन्, तर तपाईँ र मैले सबै थोक बनाउनु पर्ने येशू ख्रीष्ट, किनभने उहाँसँगै नै तपाईँ र मलाई आवश्यक पर्ने सबै कुरा स्वर्गले उपलब्ध गराइदिइसकेको छ। ती सबै कुरा असल छन्, तर त्यसलाई नै तपाईँ र मेरो जीवनको केन्द्र बनाएर तपाईँ र म जीवन जिउँदैनौँ। येशूले हामीलाई दोषी ठहराउने, त्यति मात्र होइन, 15 पदमा हामी जान्छौँ। येशू ख्रीष्टले हामीलाई दोषी ठहराउने, हाम्रा विरुद्धमा भएका हरेक दाबीहरूलाई पूर्ण रूपमा मेटाइदिनु भयो। यदि कुनै व्यक्तिसँग तपाईँको विरुद्धमा केही दाबी छ भने तपाईँ के गर्नुहुन्छ? तपाईँको बारेमा उजुरी परेको छ भने तपाईँ के गर्नुहुन्छ? तपाईँको विरुद्धमा भएका सबै दाबीहरूलाई, मेरो विरुद्धमा भएका सबै दाबीहरूलाई उहाँले पुरा रूपमा मेटाइदिनु भयो। अनि त्यो दाबी के थियो? तपाईँ र मेरो अपराध र पापको सूची थियो। जुन अपराध र पापको सूचीलाई येशू ख्रीष्टले हटाइदिनु भयो। त्यसको ऋणको सूची थियो, जुन ऋण तपाईँ र मैले कहिले पनि परमेश्वरलाई तिर्नै सक्दैन थियौँ। तर सिद्ध र निष्कलङ्क येशूले हाम्रो स्थानमा त्यो सम्पूर्ण मूल्य चुकाइदिनु भयो। अनि हामीलाई दोषी ठहराउने हरेक अभिलेख, हरेक दस्तावेजलाई उहाँले सदाको निम्ति मेटाइदिनु भयो। सदाको निम्ति, सदाको निम्ति। के विश्वास गर्नुहुन्छ? तपाईँ ख्रीष्टमा हुनुहुन्छ भने उहाँले ती सबै दस्तावेज, ती सबै कानुनी आरोप र दाबीहरूलाई उहाँले सदाको निम्ति हटाइदिनु भएको छ। उहाँले त्यसलाई केवल मेटाउनु मात्र भएन, तर क्रुसमा किल्ला ठोकेर सधैँको लागि निष्प्रभावी बनाइदिनु भयो। अब त्यसको कुनै पनि प्रभाव छैन। उहाँले त्यसलाई रद्द गरिसक्नु, सबै कानुनी आधारहरूलाई उहाँले त्यसलाई हाम्रो बाटोबाट हटाइदिनु भएको छ। ख्रीष्टले अन्धकारको राज्यलाई निशस्त्र पार्नुभयो र विश्वासीलाई दोषी ठहराउने, निरन्तर आरोप लगाउने र बन्धनमा राख्ने तिनीहरूको शक्ति पुरा रूपमा खोसिदिनु भयो। जस्तो खोसिदिनु भयो, हि टुक इट। उहाँले त्यसलाई लिइदिनु भयो, खोस्नु भयो, त्यसलाई निशस्त्र पारिदिनु भयो। यसकारण त्यसद्वारा येशू ख्रीष्टले शत्रुमाथि पुरा विजय तपाईँ र मलाई उपलब्ध गराउनु भयो। हालेलुया। यही सत्यता हो कि उहाँले तपाईँ र मलाई पुरा विजय दिइसक्नु भएको छ। तर धेरैजना विश्वासीहरू पुरा विजय पाइसके पश्चात पनि अहिले पनि हारपूर्ण जीवन जिइरहेका छन्। धेरै विश्वासीहरू। अनि मेरो प्रार्थना यही छ कि उहाँले तपाईँ र मेरो हृदयको आँखालाई खोलिदिनु हुनेछ र तपाईँ र म सबैजना पूर्ण विजयमा जीवन जिउनेछौँ। जसै हामी यो गर्नुपर्छ, किन धेरै विश्वासीहरू अझै पनि विजयको सट्टा पराजयमा जीवन जिइरहेका छन्? तपाईँको अवस्थालाई एकछिन हेर्नुहोस्, किन जीवन जिइरहेका छन्? अनि यी सबै समस्या भएका विश्वासीहरू कहिले पनि मण्डली नजाने होइनन्। दे गो टु चर्च,
मण्डली जान्छन्, बाइबल नपढ्ने पनि होइन, बाइबल पनि पढ्छन्, प्रार्थना नगर्ने होइनन्, प्रार्थना पनि गर्छन्, सङ्गति नजाने होइनन्, सङ्गति पनि जान्छन्। तर त्यो हुँदाहुँदै पनि किन अझै पनि विश्वासीहरू डर र त्रासमा जीवन जिइरहेका छन्? बन्धनमा किन जीवन जिइरहेका छन्? यिन धेरै विश्वासीहरूले येशू ख्रीष्टले क्रुसमा के गर्नुभयो र उहाँले हाम्रो निम्ति के उपलब्ध गराउनु भयो अथवा हामीले के प्राप्त गरेका छौँ भन्ने कुराको रहस्य नै बुझेका छैनन्। धेरै विश्वासीहरू उहाँले गर्नुभएको कामको रहस्यको बारेमा धेरै विश्वासीहरू अनभिज्ञ छन्। दे नो नथिङ, उनीहरूलाई केही पनि थाहा छैन। उनीहरू दुष्टको झुटलाई विश्वास गरिराख्दछन्। अनि जो विश्वासीहरूलाई थाहा छ तिनीहरूमध्ये धेरैलाई कसरी विजयी जीवन जिउने र आफूलाई दिएको अधिकारको प्रयोग कसरी गर्ने भन्ने नै थाहा छैन। छन त छ, तर त्यसलाई कसरी चलाउने? अनि धेरैलाई के भयो, कसको निम्ति भयो भन्ने कुरा नै थाहा छैन। याद गर्नुहोस्, जससँग कुनै अधिकार छैन र जससँग अधिकार भएर पनि त्यसलाई प्रयोग गर्न आउँदैन भने अधिकार भएको र नभएको बिचमा त्यहाँ कुनै पनि भिन्नता हुने छैन। तपाईँसँग छन छ, तर तपाईँले प्रयोग गर्नुहुन्न भने तपाईँसँग अधिकार नभए बराबर नै हो। तर त्यो अधिकार येशू ख्रीष्टले तपाईँ र मेरो निम्ति उपलब्ध गराउनु भएको छ। किनकि बेवास्ता गरिएको र गलत रूपमा बुझिएको अधिकारको प्रभाव अधिकार नै नभएको जतिकै हुन्छ। तपाईँसँग छन त छ, तपाईँले चलाउनुहुन्न भने त्यसको के काम? तपाईँलाई थाहा छ तर तपाईँले त्यसलाई प्रयोग गर्नुहुन्न, त्यसले केही पनि काम गर्दैन। येशूले दुष्टमाथिको अधिकार मण्डलीलाई प्रयोग गर्नुहुन्न, तबसम्म केही पनि हुने छैन। तपाईँले भन्नुहोला कि प्रभुले मेरो निम्ति गरिदिनु हुनेछ, उहाँले तपाईँको निम्ति गर्नुहुने छैन। गर्नुपर्ने कुरा उहाँले गरिसक्नु भएको छ। तपाईँले जे गर्न सक्नुहुन्छ, तपाईँले जे गर्नुपर्ने उहाँले गर्नुहुन्न। उहाँले जे गर्न सक्नुहुन्छ र जे गर्नुपर्ने उहाँले त्यो गर्नुहुन्छ। तर जे कुरा उहाँले तपाईँ र मलाई सुम्पिनु भएको छ, जुन कुरा गर्नको निम्ति उहाँले तपाईँ र मलाई आज्ञा दिनुभएको छ, त्यो उहाँले गर्नुहुन्न। मर्को 16 अध्यायको 17 र 18 पदमा येशू ख्रीष्ट यसो भन्नुहुन्छ, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्। कतिजना हुन्छ विश्वास गर्नेहरू? उहाँमा विश्वास गर्नेहरू, मलाई विश्वास गर्नेहरूसँग यी चिन्ह हुनेछन्। मेरो नाउँमा तिनीहरूले भूतहरू तपाउनुहुन्छ। कसको नाउँमा? येशूको नाउँमा। त्यो येशू ख्रीष्टले दिनुभएको अधिकार र आज्ञा हो। तिनीहरूले नयाँ भाषाहरू बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए पनि कुनैमा किसिमले त्यसले तिनीहरूको हानि गर्ने छैन। तिनीहरूले रोगी बिमारीमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। त्यो तपाईँ र मलाई दिएको अधिकार हो, जिम्मेवारी हो। त्यसकारण ख्रीष्टमा नयाँ जन्म पाएको विश्वासीको रूपमा याद गर्नु, शैतानमाथिको शक्ति र अधिकार तपाईँ र मेरो जन्मसिद्ध अधिकार हो। यदि तपाईँ उहाँको परिवारमा जन्मिनु भएको छ भने त्यो शक्तिको पहुँच र उत्तराधिकारी तपाईँ हुनुहुन्छ। म मात्र होइन, सबै विश्वासीहरू। तर धेरै विश्वासी के लाग्छ नि, मेरो निम्ति होइन, म गर्न सक्दिनँ। तर विश्वास गर्ने हरेकलाई उहाँले अधिकार दिनुभएको छ। मत्ती 16 अध्यायको 19 पदमा, म तिमीलाई स्वर्गको राज्यका साँचहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। जे कुरा कसले? मैले भन्नुहोस् न, हामीले नभन्नुहोस् न, तिमीले भन्नुभएको छ। उहाँले एक वचन प्रयोग गर्नुभएको छ, उहाँले बहुवचन प्रयोग गर्नुभएको छ। जे कुरा तिमीले बाँध्नेछौ, कसले बाँध्नेछौ? कहाँ बाँधिनेछ? बाँध्ने काम स्वर्गको कि हाम्रो? आमेन, हाम्रो। जब हामी बाँच्छौँ स्वर्गमा बाँधिन्छ, जब हामी फुकाउँछ त्यो स्वर्गमा फुकाइन्छ। तर हामी जहिले उहाँलाई पर्खेर बस्छौँ। जे कुरा उहाँले तपाईँ र मलाई गर्न भन्नुभएको छ त्यो उहाँले गर्नुहुन्न। यो तपाईँ र मलाई दिएको जिम्मेवारी हो। त्यसकारण रोग बिमार चिन्ता फिक्री सबै दमनलाई तपाईँ र म सहेर बस्छौँ कि त्यसको विरुद्धमा तपाईँ र म खडा हुने, त्यो निर्णय तपाईँ र मेरो, पहिलो पत्रुस 5 अध्यायको 8 र 9 पद, सचेत रहौ, जागा रहौ, तिमीहरूका शत्रु दियाबोलस कसलाई भेट्टाउँ र खाइहालु भनी गर्जने सिंह चाहिँ खोजी हिँड्छ। विश्वासमा दरिला भएर त्यसको विरोध गर। प्रभु त्यसको विरोध गरिदिनुहोस् नभन्नुहोस्, यु डु इट, तपाईँ गर्नुहोस् त्यसको विरोध। उहाँले त्यही भन्नुहुन्छ, विरोध गर।
किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूको निम्ति दाजुभाइहरूले पनि त्यस्तै कष्टको अनुभव गरिराख्नु परेको छ। यस कारण दुष्टको विरोध गर्ने जिम्मेवारी तपाईँको। याकुब 4:7 यस कारण आफैलाई परमेश्वरको अधीनमा राख, दियाबलसको विरोध गर र त्यो तिमीहरूबाट भाग्ने छ। विरोध गर्ने काम तपाईँ र मेरो, त्यसको विरुद्धमा खडा हुने जिम्मेवारी तपाईँ र मेरो। तर दुःख लाग्दो कुरा यही छ कि धेरै विश्वासीहरू आज पनि प्रभुलाई विश्वास गरिसके पश्चात पनि पीडित र घायल जीवन जिरहेका छन् दमनमा। कारण उनीहरूलाई दिएको अधिकारको सत्यता उनीहरूलाई थाहा छैन। र हामी चाहन्छौँ, हाम्रो प्रार्थना यही छ कि एक एक विश्वासी त्यो अधिकारलाई थाहा पाउनु भएको होस्। धेरै विश्वासीहरू अब भयो सिद्धै मेरो जीवन यति नै हो भनेर पर्खेर बसेका हुन्छन्। तर त्यसरी तपाईँ र म पर्खाइमा जीवन जिउनको निम्ति तपाईँ र म बनाएका होइन। जस्तै हामी अन्त्य गर्छौँ एउटा कथा भनेर म बन्द गर्नेछु। धेरै केही वर्ष अगाडि 8 वर्ष अगाडि कुरा हो, जहाँ हामी बस्ने गर्थ्यौँ त्यहाँ त्यो घरमा चाहिँ कुल पूजा गरिन्थ्यो। अनि हरेक साँझ जस्तो हरेक रातको समयमा चाहिँ मैले थाहा पाउँथेँ कि सुत्ने ओछ्यानमा कोही मानिस आएर बसेको चाहिँ मैले हरेक रात थाहा पाउँथेँ। मैले डराउनको निम्ति, तपाईँलाई तर्साउनको निम्ति, डर रोप्नको निम्ति मैले भनिरहेको छैन, तर अधिकारलाई कसरी प्रयोग गर्ने त्यसको बारेमा भन्दैछु तपाईँलाई। अनि हरेक राति मैले थाहा पाउँथेँ कुनै मानिसै आएर बसेको मैले थाहा पाउँथेँ। मलाई प्यानिक अट्याक पनि हुने गर्थ्यो रातको समयमा, बुझ्नुहुन्छ। अनि सबै ठाउँमा गएँ मुटु जचाउनको निम्ति। गङ्गालाल गइनँ कि, मेडिसिटी गइनँ कि, अल्का गइनँ कि, सबै ठाउँमा गएँ। अनि सबै ठाउँको रिपोर्टले भने तपाईँको मुटु एकदम ठिक छ। अनि मलाई डक्टरले के भन्न थाहा छ, तपाईँ ध्यान गर्नुहोस्। अनि मैले थाहा पाएँ ओके के रहेछ भनेर। त्यो भन्नुभन्दा कस्तो पास्टर तपाईँ प्रार्थना गर्नुहुन्न भन्नु होला। यहाँ दुष्टको आक्रमण वास्तविक छ, त्यसले छल गर्छ। अनि त्यसपछि त्यहाँको घरवालाले विभिन्न लिएर पूजा गर्नुभयो, रातभरि शङ्ख फुक्नुभयो, अन्डा फुटाउनु भयो विभिन्न किसिममा। अनि दे डिड एभ्रिथिङ, सबै कुरा गर्नुभयो। अनि उहाँले भन्नुभयो तिमीहरू सर्नुपर्छ होला, किन भन्दाखेरि हाम्रो परिवार ठुलो छ। अनि छोराहरू पनि अब नेपाली आउनुभएको कारणले गर्दाखेरि अब अरू कुनै ठाउँमा सर्नुपर्छ, जबसम्म अर्को ठाउँ पाउँदैनस् भाडा तिर्नु पर्दैन भनेर। मैले मजाले 3 महिनासम्म बस्थेँ। तर मलाई थाहा थियो उहाँको त्यो बाहना भन्ने कुरा, किन हरेक रातको मेरो युद्ध र मेरो प्रार्थना मलाई थाहा थियो। अनि त्यसपछि हामी सर्यौँ। अनि म तपाईँलाई भन्छु, अनि जुन रातमा हामी नयाँ ठाउँमा सरेका थियौँ, रातको समयमा खाली खुट्टा कार्पेटमा हिँडेको आवाज मैले सुनेँ। अनि मैले थाहा पाएँ। मैले त्यसलाई के भन्न थाहा छ, ओके यो घर तेरो होइन, यो घर मेरो। त आउने कोसिस गरिस्, अबदेखि उसो त यहाँ फर्केर आउन पाउने छैनस्। त्यो कहिले पनि आएन। याद गर्नुहोस्, आफ्नो अधिकारलाई प्रयोग गरेर जिउनको निम्ति उहाँले सम्पूर्ण जिम्मेवारी तपाईँ र मलाई दिनुभएको छ। अब त्यसले मलाई खान्छ, त्यसले मलाई सिद्धाउँछ कि मृत्युको पर्खाइमा तपाईँ र म बस्छौँ, त्यसको दमनमा तपाईँ र म जिउँछौँ कि उहाँले दिनुभएको वास्तविक अधिकारलाई प्रयोग गरेर तपाईँ र म जिउँछौँ। त्यो तपाईँ र मेरो छनौट हो, त्यो तपाईँ र मेरो निर्णय हो। किनकि क्रुसमा येशू ख्रीष्टले त्यसलाई पुरा रूपमा निशस्त्र र पुरा रूपमा पराजित गरिसक्नु भएको छ। अघि मैले भने फेरि त्यहाँ रिम्याच हुँदैन, फेरि त्यहाँ रिम्याच हुने छैन। त्यही विजयलाई अगाडि बढाउनको निम्ति उहाँले तपाईँ र मलाई पूर्ण अधिकार दिनुभएको छ। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ यो समयको निम्ति, जसै प्रभु तपाईँको उपस्थितिमा हामी छौँ, तपाईँको वचनको प्रकाशको निम्ति प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। म प्रार्थना गर्छु कि प्रभु हामी हरेकजना तपाईँ येशू ख्रीष्टले दिनुभएको अधिकार र शक्तिमा राज्य अनि शासन गरेका हौँ। म प्रार्थना गर्छु कि हामी एक एक हृदयको आँखा खुला भएको होस्। रात दिन दुष्टले के गर्छ भने त्यसतर्फ ध्यान दिने होइन, तर त्यसका युक्तिप्रति हामीलाई अजान र अनभिज्ञ रहिरहनदेखि हामीलाई मद्दत गर्नुहोस् प्रभु। तर त्योभन्दा ज्यादा तपाईँले दिनुभएको अधिकार, त्यसको सत्यता, त्यसको रहस्य र प्रकाशमा जीवन जिउनको निम्ति हामीलाई चाहिने आँट, साहस र विश्वास हामीमा प्रभु निर्माण भएको होस्। म प्रार्थना गर्छु प्रभु एक एक विश्वासीको निम्ति हरेक समस्या, हरेक सङ्घर्ष, हरेक अवस्था, हरेक दमन, हरेक बन्धनको जसै उहाँले सामना गर्नुहुन्छ, यदि उहाँले आफ्नो जीवन तपाईँमा सुम्पिनु भएको छ भने म प्रार्थना गर्छु कि त्यो शक्ति र सामर्थ्यमा
खडा हुनको निम्ति तपाईँले उहाँहरूलाई बल प्रदान गर्नुहोस्। म प्रार्थना गर्छु प्रभु, हर किसिमका नकारात्मक सोच विचार, पराजित सोच विचार, हर किसिमका मानसिकता, हर किसिमका सोच विचार जसले हामीलाई सधैँ दोस्याउँदछ, जसले हामीलाई सीमित बनाउने कोसिस गर्दछ, जुन सोच विचार प्रभु तपाईँबाटको हुँदै होइन, ती सबै कुराहरूलाई तपाईँको वचनको सत्यताले प्रतिस्थापन गर्न एक एकलाई मद्दत गर्नुहोस्, एक एकलाई सहायता गर्नुहोस्। म प्रार्थना गर्छु प्रभु, अवस्था र परिस्थितिहरूको अगाडि घुँडा टेक्ने होइन, अवस्था र परिस्थितिलाई आफूलाई सीमित बनाउने अनुमति दिने होइन, तर तपाईँले दिनुभएको अधिकारमा बलियो साथ खडा हुन एक एकलाई प्रभु तपाईँले मद्दत गर्नुहोस्। जुन जीवन तपाईँले हामीलाई दिनुभएको छ त्यो जीवन सीमित छैन। जुन जीवन तपाईँले हामीलाई दिनुभएको छैन, जुन जीवन तपाईँले हामीलाई दिनुभएको छ त्यो हारपूर्ण जीवन होइन, तर त्यो चाहिँ जयवन्त जीवन हो। अनि म प्रार्थना गर्छु एक एकलाई त्यो जयवन्त जीवनमा जिउनको निम्ति तपाईँको वचनको प्रकाश दिनुहोस् प्रभु, हामीलाई विजयमा डोर्याउनुहोस्। अनि जुन जीवन हामीले पाएका छौँ त्यो जीवन हामीमा सीमित नभएको जस्तो त्यो जीवन अरू मानिसमा पुगेको होस्। धन्यवाद येशू प्रभुको नाममा, आमेन।